नमस्कार छ। नमस्कार। के नाम पर्यो? फलकुमारी। फलकुमारी। अनि कहाँ जन्मनु भयो? फलेवास पर्वत। पर्वत कुन ठाउँमा? मुडकुवा ए तपाईँको बुवाको नाम के? टिकाको बुवाको नाम नारायण दत्त शर्मा। नारायण दत्त शर्मा। आमाको नाम? आमाको नाम टिका कुमारी। अनि दाजुभाइ दिदीबहिनी कतिजना हो तपाईँहरू? दाजुभाइ दिदीबहिनी भाइ एउटै हो। दिदीहरू 5वटी। 5वटी दिदी। दिदी कि बहिनी? दिदीहरू बहिनी। तपाईँ सहित 5जना हो? 3टी बहिनी, एउटी दिदी। ए एउटी तपाईँ भइहाल्नु। एउटै म। अनि भाइको नाम के? गोपी। कहाँ छन् गोपी? गोपी लम्साल कहाँ छन्? काठमाडौँ। काठमाडौँ बस्छन्? ए अनि तपाईँको श्रीमानको नाम के? रमाकान्त। तपाईँ कुन साले हो? म 76 अरे 75 दाइ 76 कुन सालको जन्म हो तपाईँ? 96 हो कि 96? 1996। कुन महिना हो थाहा छ? माघ। आउने वैशाखका दाइ आउने माघ कि म। ए वैशाखका दाइ माघ कि तपाईँ? दाइको र तपाईँको चाहिँ उमेरको कति फरक थियो? कति अब म 96 कि भएँ, 95 दाइ। ए ल ठिक छ एकदम राम्रो छ। केटाकेटी कति छन् तपाईँका? केटाकेटी 2टा छोरा एउटी छोरी। 2टा छोरा एउटी छोरी। नाति नातिना कति छन्? नाति नातिना त 8वटा। 8वटा हुन्। अहिले कहाँ बस्नुहोस् त तपाईँ? गैँडाकोट। कोसित बस्नुहोस्? कान्छा छोरासित। के नाम हो? बाबुराम तिवारी। ए बाबुराम तिवारीसित बस्नुहोस्? ए अब तपाईँ पनि टाटातिर पनि नमुन्नीतिर पनि बस्नु हो भन्ने सुन्छु। बसेँ म पनि। बस्नु हो? तपाईँको 2-3वटा अपरेसन भएको भन्ने सुन्थेँ क्यान्सरको। के को अपरेसन भएको? ट्युमरको हो के हो? क्यान्सर पनि भने। क्यान्सर पनि भने के अरे ट्युमर पनि भने। ए अपरेसन त भयङ्करको भएको। भयङ्कर भएको। कहाँ अपरेसन गर्नु? टाटामा कि कलकत्ता? कोठारी कलकत्ता। अनि त्यहाँ टाटामा तपाईँको भाइ कि दाइ पर्ने पनि हुनुहुन्थ्यो नि, के नाम अरे? रिमालाल। खुब सहयोग गर्नुभयो उहाँले भन्ने सुन्थेँ। टाटा जाँदा कलकत्ता जाँदा हो। कलकत्ता जाँदाखेरि दाइले व्यवस्था मिलाए। अहिले दाइ कहाँ छन् त नि? दाइ भाउजू बम्बईतिर छन्? पुना। ए पुना छन्। अच्छा। कुराकानी हुन्छ दाइसित? कहिले आज कुरा गराइदिउँ? अहिले म बोल्न सकेको छैन। बोल्न सकेको छैन हो? के भयो तिमीलाई? के हो? कमजोरी भयो। कमजोरी भयो? ए मन कमजोर नगर नि त। शरीर कमजोर भए पनि मन त बलियो राख्नु पर्ने। त्यति टाँठी बाठी। अहिले अब कति वर्ष? 84 पूजा भयो के अरे? अहिले कति वर्ष? 86 वर्ष कि 87 वर्षको लाग्नु? 86 चल्दै हुनुहुन्छ। अब देवी स्वर भइसक्नु हो तपाईँ। अब के त 86 वर्ष कि देवी स्वर भयो? देवी देवताले कुरा गर्छन्? गर्दैनन्? दाइले कुरा गर्नुहुन्छ? ससुराबाले? ससुराबाले पनि हर्नुहुन्न, सासूले पनि हर्नुहुन्न, दाइले पनि हर्नुहुन्न। ए त अहिले उहाँ ठाउँ छैन भनेर होला। यतै केटाकेटीहरूलाई राम्रोसी हेर्न पर्यो, नाति नातिनाहरूलाई राम्रोसी गर्नु पर्यो भन्ने होला नि त। के छ जे हो पनि अब मैले खुट्टो टेक्दिनँ के अरे। खुट्टो टेक्दिनँ हो? त्यस्तो लाग्छ तिमीलाई? कहिलेदेखि त्यस्तो भयो? नाति थियो यसो अलिअलि दोहोऱ्यामतिर हिँड्थेँ। नाति कहाँ गयो? नाति काठमाडौँ। उहाँ गइ थियो पोखरा। कहिले आउँछ? कहिले आउँछ। ए त्यस्तो हो कुरा? उठ्नै सक्दिनँ। आएर रातभरि मिटीका आँखा रहेछ कान्छीले देखिन्थ्यो। निक त लाग्दो। फेरि आज 3-4 दिन भयो गडबड छ निदा। निदा छैन, निल लाग्दो। नलाउने होइन। के खाने गरेछौ र?
के खाने यति भात खाने दाल खाने के खाने इच्छा छ केही खाने इच्छा छैन छैन अब सबै उता अमोटतिर गयो के अरे भोलि अब मन्दिरमा पूजा उजा के प्राण प्रतिष्ठा गर्ने भनेका छन् है यति पूजा राम्रोसँग अम्के हुन्छ अम्कन्छन् है अम्कन्छन् त्यहाँ किन नअम्कने है अनि तिमीलाई केही भन्ने मन लाग्छ केही गर्न लाग्छ मनमा केही इच्छा छ केही इच्छा छ भने भन नि त छैन केही अनि ध्यान गर्ने गरेछौ श्वास आएको गएको थाहा पाउने गरेछौ कि छैनौ है अब मन त्यसैमा केन्द्रित गर क्या यताउता मन नडोलाऊ त्यसै त्यसले राम्रो गर्छ यहाँ पनि राम्रो गर्छ अर्को उसमा पनि राम्रो गर्छ कुरा बुझ्यौ त अब 100 वर्ष काटै छैनौ बल्ल 86 वर्ष कि भौ अहिलेदेखि कहाँ यता उता आउने है 100 वर्ष पुऱ्याउन परेन तिमीले कसले कताबाट मर्छ भने छन् अरूले आँस मार्न देऊ नि त तिमीले आँस मार्न भएन तिमीले आँस मार्न भएन नि त है ल अरू केही इच्छा छ केही इच्छा छैन यिनै केटारी रासी हुर्के हुन्छ ए यिनै केटारी यहाँ यो के यो गल भन्छ या यो घरको पनि के गर्ने हुन् यो घरको के गर्ने हो कान्छा छोराकै नाममा गर्ने अरू के यताउता गर्ने हो कान्छा छोराको नाममा गरे छैनौ किन न कसका नाममा छ मेरै नाममा छ तिम्रो सेक पछि कान्छालाई हुने भनेर लेखा छैन त्यसमा खै लेख्न त हामीले औँस पान भनेर लेखिरहन् क्या अक्षर हालिरहन् के अरे तिम्रो सेक पछि त कान्छालाई दिने नै कुरा हो अन्त फेरि के पिर लिन पर्यो केटारी सानो छन् के बालका सिधा छ नातिनी त टाँठी छ नातिनी टाँठी छ डाक्टर हुन्छ त खै हो नि अनि नाति नाति त सिधा छ इन्जिनियर हुन्छ कि के गर्छ त्यो भयो किन हो नि पढ्न सक्यो पढ्न त राम्रो पढ्छ के अरे ठुलाले नातिले पनि राम्रै पढ्छ पढ्न ल यहाँ बस मान्छे ल यहाँ चाहिँ बालकीको इन्टरभ्यू भयो यहाँ चाहिँ ल बस त डाक्टर यसो नाडी समात्दा त के कसो छ अब नातिनीलाई केही भन्न छ भने भन नि त नातिनीलाई त अरू केही छैन मरेपछि यो चिहान यसैलाई लगाइदिनु होला यो चैन खोइ देखा त अहिले लगाइदेऊ नि त किन मरेपछि लाउने अहिले खोलेर लगाइदेऊ नातिनीलाई दिने तिमीलाई अहिले किन लाउनु पर्यो छ यहाँ घाँटी खाली छ नि अहिले घाँटी खाली भएर के फरक पर्छ तिम्रो मन खाली हुनु भएन देऊ अहिले दिदेऊ त्यति हरेपछि पाउँछ अरू त के छ त नि त्यही दिन यो दुईवटा सुनावाला छन् अब भू नसोर्नेले भाउ पहिला लाने हुन् कि भू सोर्नेलाई ए खोलेर दिदेऊ नातिनीलाई के अहिले तिमीलाई किन लाउनु पर्छ त्यो पैसा जे छ नातिनीलाई दिदेऊ अहिले दिदेऊ छोरीलाई पनि चाहियो आमाको छोरीलाई के चाहिने के चाहिँदैन दिइराखेको छु अब छोरीलाई के चाहियो के दिन्छु जे देऊ बिहा गरेर ज्वाइँलाई दिनौ त उसलाई पनि आमाको चाहियो नि सम्झना त छोरीलाई छोरीलाई के दिने मन लागेछ अनि दुई जोडी छन् के अरे एक कुन्टा बाँध्छन् नि दुई जोडी के छन् दुईवटा छन् कि एउटा बुहारीले एउटा छोरीले हराउनन् नि के बालो कहाँ छ बाला बालाको कता राखिरहनु ए एउटा छोरीलाई एउटा बुहारीलाई कुन बुहारीलाई जेठीलाई कि कान्छीलाई कसले उसोरी चाहिँ कसैलाई दिनु परेन ए बा कान्छीलाई कान्छीलाई त दिन परेन त नि अब के गर्ने तिम्रो इच्छा के छ नि त्यही भन कान्छीलाई नि दिन पऱ्यो नि उसोरीलाई पाप काट्नु परेन पाप त काट ठिक छ
ल अरू केही भन्ने अरू केही इच्छा छ तिम्रो कडामा एउटा चाहिँ छोरीलाई एउटा कान्छी बुहारीलाई अनि यो तिम्रो सिक्री चाहिँ नातिनीलाई त्यति हो यी कडाहरू कसलाई हो त नि यी त होइनन् पितलका पितल अनि कानको कानको त अन्त कसलाई हो कान्छीलाई यो कसलाई हो कान्छी बुहारीलाई कि नातिनीलाई यति उसलाई दिन पायो नि त कसलाई रूपालाई ए रूपालाई कानका बाला रूपालाई कानको यी चाहिँ लौ ठिक छ रूपालाई दिने रूपालाई पनि यी पनि तपाईँले भने बमोजिम गर्दैछ यतिको रूपालाई दिए रूपाले धेरै सेवा गरिन् के अन्न ल्याउँदै खुवाउँदै गरिन् घिउ ल्याएर खुवाइन् होइन मलाई त घिउ सिउ त ल्याइन उसैले खाए इन्डियामा पनि हरिका सेवा इन्डियामा पनि रूपाले तपाईँको सेवा गरे ल यो कुरा भडा गजबको गऱ्यो अहिले झलझल ती सम्झ्यौ तिमीलाई सेवा कसले कसले गरे कसले अर्ने नि त्यही रूपाले र यसले भन्नाले कान्छी बुहारी यी दुइटाले खुब सेवा गरे त्यो तिनीहरूलाई राम्रोसी आशीर्वाद दियो नि आशीर्वाद दिइराख्नु नि माथि गयो भने पनि राम्रोसी आशीर्वाद दिनु के गर्छौ ल म अरू केही भन्ने इच्छा छ तिम्रो छैन ल म राखेँ